हजुरलाई नमस्ते, मेरो युट्युब च्यानलमा स्वागत गर्दछु। आजको भिडियो रहेको छ घरको डेडिकेसनको केही झलकहरूलाई लिएर आएको छु। हजुरहरूले हेरिदिनुहोला अनि इन्जोय गरिदिनुहोला। मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गर्न नभुल्नुहोला। हुन्छ, धन्यवाद। तपाईको जिउँदो पवित्र शक्तिशाली नाउँमा सबैजना आइसकेका छैनन् होला र अघिबाटै तपाईहरुलाई जानकारी गराएअनुसार आज यो नवनिर्मित घरको डेडिकेसनको प्रार्थना हामी गर्न लागिरहेका छौं र हामी सबैजना निसन्देह खुसी नै छौं, किनभने म पनि यसभन्दा अगाडि धेरै चोटि यस ठाउँमा आएँ अनि यहाँ एउटा काठको घर वुडन हाउस थियो अनि म त्यो वुडन हाउसमा धेरैपल्ट बसेर म गएको थिएँ। तर यसबाजी भने जब म यस ठाउँमा आएँ अनि त्यहाँ त्यो वुडन हाउस त्यो पुरानो घर थिएन अनि त्यसको सट्टामा त्यो सेम घरडीमा अर्को एउटा नयाँ अनि पक्काको घर निर्मित भएको देखेँ अनि हामी सबैले देख्यौं। अनि हाम्रो नियम अनुसार अरू नन क्रिस्चियनहरूले पनि, प्रभुलाई नपाउने मानिसहरूले पनि जब नयाँ घर बनिन्छ र उनीहरू त्यहाँ सर्न पर्ने समयहरूमा उनीहरूले आफ्नै प्रकारको पूजा पाठ गर्ने के गर्ने उनीहरूले आफ्नो तरिका छ, त्यो तरिका उनीहरूले गर्ने गर्छ भने हामी त झन् जीवित परमेश्वरको सन्तानहरू हौ र वचनले भन्छ हामीहरूलाई जे पनि प्राप्त हुन्छ यस धरतीमा त्यो हाम्रो आफ्नो पाखुरी, आफ्नो बल, बुद्धि, ज्ञानले होइन, तर ईश्वरको कृपा र अनुग्रहले नै हामीले प्राप्त गरेको हुन्छौं, पाएका हुन्छौं। र त्यसको लागि चाहिँ हामीले वचनमा लेखेको छ, भजन त्यसको 50 नम्बरको अन्ततिर के लेखेको छ भने धन्यवादको बलिदान चढाउनेले नै परमेश्वरलाई महिमा दिन्छ भन्ने कुरो लेखेको छ। त्यसकारणले गर्दा आज यहाँ किन भेला भयौं हामीहरू भन्दाखेरि यो नयाँ निर्मित भवन जो आज हाम्रो अगाडिपट्टि छ र केही समय नै हामी यस घरको उद्घाटनको प्रार्थना गर्न लागिरहेका हुन्छौं र यसको लागि सबभन्दा पहिला धन्यवाद चढाउनु पर्ने हाम्रो जीवित परमेश्वर हो, जसले यो घर निर्माण गर्नको लागि यावत कुराहरू जुटाउनु भयो, काम गर्ने मान्छेदेखि लिएर सबै प्रकारको चाहिदो म्याटेरियल्सहरू जुटाउनु भयो अनि त्यो धन जुटाउनु भयो जुन धन यस घरमा खर्च हुन पर्ने थियो अनि खर्चित भएपछि अब देख्यौं चाहिँ एउटा सुन्दर घर, अब मान्छे बस्नको लागि योग्य अनि पक्का घर हाम्रो अगाडिपट्टि यहाँ निर्माण गरिएको छ। र यो घरको लागि प्रथम त हामीले भन्यौं परमेश्वरलाई नै सबै कुरोको लागि धन्यवाद दिँदै यो जुन चाहिँ घरको ढोका अहिलेसम्म बन्द छ, यो लकेट हाउस छ, लक हाउस यो छ, यसलाई डिसलक गर्नेछौँ हामीहरू, प्रभुको नाउँमा खोल्नेछौँ अनि यो घरभित्र जब हामीहरू प्रवेश गर्छौँ हामी सधैँभरि यो घरभित्र परमेश्वरकै प्रशंसा गर्छौं, प्रभुको महिमा गर्छौं, प्रभुको सेवा गर्छौं, प्रभुको भक्तजनहरूको लागि सधैँभरि यो ढोका यो द्वार चाहिँ खुला राखिदिनेछौँ। अनि त्योभन्दा बढी चाहिँ हामीले यस घरमा हामी पसिजानुभन्दा अगाडि प्रार्थना गरेको हुन्छौँ, प्रभु तपाईँ यस घरको स्वामी भन्नुहोस्, तपाईँ आउनुहोस् यस घरमा अनि तपाईँले नै यस घरमा बास गर्नुहोस् भनेर हामी प्रार्थना गर्छौं। यसका नियमानुसार म प्रभुको एकजना दासको हैसियतमा यहाँ जो रिबन लगाइएको छ यो रिबनलाई पनि जबकि हामीले अघिबाटै प्रार्थना गरिसकेका छौं यो रिबनलाई परमेश्वर पिता, पुत्र र पवित्र आत्माको नाउँमा काटेर यस घरको विशेष उद्घाटन भएको म घोषणा पनि यहाँ समक्ष गर्दछु। यसरी यहाँनिर यो घर लक छ, बन्द छ, बन्द ढोकालाई म परमेश्वर पिता, पुत्र र पवित्र आत्माको नाउँमा डिसलक गर्दछु, यसलाई म खोल्दछु, यसलाई म ओपन गर्दछु अनि यो ओपन गर्नको लागि यो ढोका चाहिँ परमेश्वरको लागि हो। सबभन्दा पहिला परमेश्वर पिताको लागि, पुत्रको लागि, पवित्र आत्माको लागि हामी स्वागत गर्छौं अनि भन्नेछौं प्रभु अब उपरान्त तपाईँ यस घरको मालिक हुनुहुनेछ अनि हामी चाहिँ यस घरभित्र जब जब भेला हुन्छौं परमेश्वरको सेवा गर्नको लागि भेला हुन्छौं। र यति बेला यो लकेट
घरलाई म अब केही क्षण पछि नै तपाईँको अगाडिपट्टि डिस्टर्ब गर्न चाहन्छु येशू मसीहको जीवित नाममा। र आउनुहोस्, यो घरको ढोका डिस्टर्ब भइसक्यो, खोलिसकेको छ र म छोटो प्रार्थना गर्नेछु यति बेला। हे ईश्वर पिता, म तपाईँलाई धन्यवाद चढाउँछु। पास्टर तिमोथीलाई दिनु सबभन्दा पहिला बाइबल मसित यो घरभित्र प्रवेश गरेको छ। आमेन। तपाईँ आउन सक्नुहुनेछ। लेट भयो नि आन्टी। कति सुन्दर So good, thank you Jesus. So good, so good. Apa sih? Yeah. Mister nak kata lah. Kitchen. Mister nak kata lah. Ayo. यता चाहिँ यहाँ छ What was that? Oh, roast fish. हाल्नु त Hello. Sorry. I'm going to tell you. The song यहाँनिर फेरि उत्पत्तिको पुस्तक त्यसको 12 भने 11 अध्यायको त्यहाँ हामी 31-32 जाउँ न अलिकति, त्यसलाई भनेर अलिकति अगाडि बढाउँछु म। 31-32 लाई हेरौँ न, पढिदिनुहोस् त कसैले। तेराहरूले आफ्नो छोरो अब्राम र हारानको छोरो आफ्नो नाति लुत औ अब्रामकी स्वास्नी सारै आफ्नो बुहारीलाई साथमा लिएर कन्तीहरूको उर्बाट बिचमा जान तिनीहरूसँगै निस्के। अनि तिनीहरू हारानमा पुगेपछि त्यही नै बसोबास गरे। तेराको उमेर 205 वर्ष पुगेपछि तिनी हारानमा मरे। एकछिन ध्यान दिएर सुन्नुहोस्।
प्रभुलाई धन्यवाद महिमा भएको होस्। यो भिडियो चाहिँ आफ्टर हाउस डेडिकेसन फर्किँदै गरेको भिडियो हो। थ्याङ्क्स फर वाचिङ। प्रभुलाई धन्यवाद महिमा भएको होस्। अन्तिममा डेडिकेसन बादमा यो चाहिँ फर्किँदै गरेको भिडियो हो। हुन्छ, थ्याङ्क्स फर वाचिङ। बाई। प्रभुलाई धन्यवाद महिमा भएको होस्। यो चाहिँ डेडिकेसनको बादमा फर्किरहेको भिडियो हो। थ्याङ्क्स फर वाचिङ। बाई। प्रभुलाई धन्यवाद महिमा भएको होस्। यो चाहिँ घरको डेडिकेसन बादमा फर्किरहेको भिडियो हो। थ्याङ्क्स फर वाचिङ। ओके, बाई।